स्वागत गरौँ। अध्यक्ष श्री मणिश्री रत्न बजाचार्य, त्यसरी नै हामी बिच हुनुहुन्छ प्रमुख अतिथिका रूपमा वरिष्ठ हास्य व्यङ्ग्य कलाकार एवं गायक आदरणीय श्री मदन कृष्ण श्रेष्ठज्यू। हामी बिच अझै पनि अर्को कलाकार हुनुहुन्छ हाम्रो सहकर्मी छोरी श्रीमती मिस सराहना श्रेष्ठ, उहाँलाई पनि जोरदार तालिका साथ स्वागत गरौँ। हामी बिच हुनुहुन्छ काठमाडौँका वडा नम्बर 19 का वडा अध्यक्ष श्री राजेश कुमार श्रेष्ठ, त्यसैले नै काठमाडौँ महानगरपालिका वडा नम्बर 20 का वडा अध्यक्ष श्री राजेन्द्र महानगर, उहाँ आउँदै हुनुहुन्छ, प्रतीक्षा गरौँ। हामीसँग अतिथिको रूपमा हुनुहुन्छ काठमाडौँ महानगरपालिका हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख चन्द्र गोपाल प्रधान। त्यसरी नै हामी बिचमा वडा नम्बर 19 का वडा सदस्यहरूको लागि पनि जोरदार तालिका साथ स्वागत गरौँ। श्रीमती रेणी शाही, श्री चन्द्रमान डम्बोल र हामी सबै वडा अध्यक्षहरूलाई अगाडि आसन ग्रहण गरिदिनको लागि अनुरोध गर्दछु। हामी बिच हुनुहुन्छ वडा सदस्य श्री दिनेश मान जोशी र वडा सदस्य श्री रञ्जिता परियार, उहाँहरूलाई एकचोटि जोरदार तालिका साथ स्वागत गरौँ। नेपाल समाचार पत्र दैनिकका प्रमुख श्री दिलीप लाल श्रेष्ठ, हाम्रो मरुहिनी क्लबका संरक्षक श्री प्रचण्ड लाल झा, मरुहिनी क्लबका संरक्षक श्री सत्यनारायण डम्बोल र सँगसँगै श्री लक्ष्मण मोहन ध्वज जोशी, उहाँहरूलाई पनि जोरदार तालिका साथ स्वागत गरौँ। सँगसँगै हाम्रो मरुहिनी क्लबका सल्लाहकार श्री प्रेम रत्न साख्य पनि हामी माझ हुनुहुन्छ र मरुहिनी क्लबका पूर्व अध्यक्ष श्री शङ्कर महर्जनलाई पनि जोरदार तालिका साथ स्वागत गरौँ। हाम्रो यहाँ उपस्थित हुनुभयो हजुरहरू सबैजनाले आफ्नो समय निकालेर यो कार्यक्रममा उपस्थित भइदिनु भएको छ। यता हाम्रो जोरदार ताली बजाउँ। धन्यवाद हारा कोशिका बहिनी। यस कार्यक्रमका सभापति तथा यस मरुहिनी क्लबका अध्यक्ष श्री मणिश्री रत्न बजाचार्यज्यू, त्यस्तै गरी हाम्रो यस मरुहिनी क्लबको कार्यक्रमलाई एकदमै माया गरेर समय दिएर आफ्नो समय व्यस्तताका बावजुद पनि यहाँ पाउनु भएको छ। आजका प्रमुख अतिथि आदरणीय हाम्रा हास्य व्यङ्ग्य वरिष्ठ कलाकार मदन बा, त्यस्तै गरी यस वडा नम्बर काठमाडौँ महानगरपालिका वडा नम्बर 19 का वडा अध्यक्ष श्री राजेश श्रेष्ठज्यू, त्यस्तै गरी यस क्लबका संरक्षक आजभन्दा झन्डै 2026 सालमा यस क्लब खोल्नमा एकदम महत्त्वपूर्ण भूमिका खेल्नुहुने हाम्रा संरक्षक हुनुहुन्छ। धेरै संरक्षणप्रति उहाँ मात्र बाँकी छ, चाहिँ 2 जना बाँकी हुनुहुन्छ। प्रचण्ड लाल झालाई पनि म मेरो हार्दिक म सम्झन चाहन्छु। त्यस्तै गरी हाम्रा आज भर्खरै मदन कृष्ण श्रेष्ठ बाको सुपुत्री भर्खरै उहाँ एयरपोर्टबाट आफ्नो छोरी लिएर सिधै यता आउनु भएको छ। हाम्रा कलाकार सराहना, उहाँ पनि कलाकार हुनुहुन्छ है, थाहा छैन भने कलाकार हुनुहुन्छ। सराहना श्रेष्ठज्यूलाई पनि म आसनलाई गर्छु। त्यस्तै गरी 179 नम्बर वडाका वडा सदस्यज्यूहरू र
ज्येष्ठ नागरिक विशेष गरी यस वडा नम्बर 19 भित्र पनि मरुटी टोलका ज्येष्ठ नागरिकज्यूहरू विभिन्न खेलकुदमा भाग लिनुभएका हाम्रा खेलाडी भाइ बहिनीज्यूहरू र त्यस्तै गरी चित्रकलामा भाग लिनुभएका सम्पूर्ण भाइ बहिनीहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। विशेष गरेर हाम्रो आज मैले अघि पनि भनिसकेको छु, हाम्रो मननमा हामीलाई एकदमै समय लिएर आउनुभएको छ। उहाँ दोस्रो पटक होला यो सायद यो हाम्रो फर्मल प्रोग्राममा चाहिँ दोस्रो पटक चाहिँ हामीलाई समय दिएर चाहिँ पाउनुभएको छ। झन् हामी आजभन्दा 10 वर्ष अगाडि होला, 10-15 वर्ष अगाडि होला उहाँले समय दिनुभएको थियो यस्तै माहौलमा र हामी एकदमै आभारी छौँ मनभावप्रति, उहाँको मायाप्रति र उहाँको सद्भावप्रति। र त्यस्तै गरी 19 नम्बर वडाका वडा अध्यक्षज्यू एकदमै डाइनामिक हुनुहुन्छ। उहाँ काठमाडौँ महानगरपालिकाको हाम्रो पूर्वाधार विकासमा पनि उहाँ संयोजक हुनुहुन्छ र अहिले फर्केर यस्तो हेर्दाखेरि हाम्रो 19 नम्बर वडामा चाहिँ धेरै नै विकासको कामहरू चाहिँ भएको छ। जस्तै अहिले भर्खरै यहाँ तपाईँले देखिराख्नु भएको छ यो मरुबैल साकेकेतु महाविहारको यो जुन मूल गेट छ, यो मूल मन्दिर छ, उहाँको चाहिँ उहाँको नेतृत्वबाट चाहिँ बनेको छ, अहिले सम्पन्न भएको छैन। यस्तै विभिन्न हाम्रो धेरै नै कार्यक्रमहरू उहाँले गर्नुभएको छ र हामी विशेष गरेर धन्यवाद चाहिँ हाम्रो संरक्षकलाई चाहिँ दिन चाहन्छौँ। मरुटी क्लबका संरक्षक अहिले बर्चन दुलाल झा हुन्छ र हाम्रो एकजना चाहिँ हाम्रो संरक्षक सत्यनारायण डङ्गोल हुनुहुन्छ। उहाँ चाहिँ अहिले हाल चाहिँ अमेरिकामा चाहिँ हुनुहुन्छ र त्यस्तै गरी हाम्रो लक्ष्मण मोहन ढोल जोशी एकदमै उहाँलाई सम्झिन चाहन्छु, किनभने 3 जना मात्रै बाँकी छ यो मरुटीको संस्थापकको हिसाबमा हेर्नुपर्दा। उहाँले हामीलाई चाहिँ यस 19 नम्बर भित्रमा पनि मरुहिटी यो क्षेत्रमा चाहिँ क्षेत्र विकासको लागि, बौद्धिक विकासको लागि, शारीरिक विकासको लागि चाहिँ धेरै नै हामीलाई चाहिँ उहाँहरूले चाहिँ भनौँ न हात समातेर चाहिँ हामीलाई चाहिँ सिकाउनु भएको छ। उहाँहरूको ज्ञानप्रति हामी एकदमै आभारी छौँ र आजसम्म पनि अब 26 सालदेखि हेर्नुपर्दा अहिले 2082 भइसकेको अवस्थामा पनि हामी यो क्लबलाई चाहिँ निरन्तरताका साथ चाहिँ लगिरहेछौँ र अब आउने यो पुस्ताहरूले चाहिँ यसलाई चाहिँ अझ कन्टिन्युटी दिनुहुनेछ भन्ने चाहिँ हाम्रो यो यङ हाम्रो भाइ बहिनी अहिले लजाउनु छ अहिलेको पछिको जेनेरेसन चाहिँ। र धेरै नै उहाँहरूले पनि विशेष गरेर चाहिँ आजको पुरस्कार वितरण कार्यक्रममा चाहिँ अस्ति गएको विकमा चाहिँ हामीले युवा फुटसल प्रोग्राम प्रतियोगिताहरू चाहिँ गरेका थियौँ होइन। विशेष 4वटा टिमले चाहिँ भाग लिएको छ। त्यस्तै गरी चित्रकलामा पनि जस्तै यो एज वाइज हामी 5 वर्ष 0 देखि 5 वर्ष, 6 वर्षदेखि 8 वर्ष अनि 9 र 10 भनेर चाहिँ हामीले पनि यो एक किसिमको चाहिँ यो एज वाइज पनि चित्रकला प्रतियोगिता गरेका थियौँ। त्यसमा पनि एकदमै सफलतासँग चाहिँ हामीले यहाँ सम्पन्न गर्न सक्यौँ। र त्यस्तै गरी हामीले झन् 4-5 वर्षको अन्तरालमा चाहिँ यहाँको मरुबैल क्षेत्रमा चाहिँ रहेको विशेष गरेर ज्येष्ठ नागरिकहरूलाई चाहिँ निरन्तरका साथ चाहिँ हामीले यो सम्मान गर्नुपर्छ, किनभने उहाँहरूले नै सिकाएको कुरा हो। एउटा डिसिप्लिन र मेन्टेन पनि गर्नुपर्छ र हामीले पनि सिक्नुपर्छ भन्ने हैसियतले चाहिँ यसलाई चाहिँ ज्येष्ठ नागरिक सम्मानलाई चाहिँ अभिनन्दनलाई चाहिँ हामीले निरन्तरता चाहिँ दिएर अहिलेसम्म चाहिँ ल्याएका छौँ। र पुनः एकपटक सम्पूर्ण हाम्रा प्रमुख अतिथि मोहनबा राज दाई 20 नम्बर वडा अध्यक्ष पनि आउँदै हुनुहुन्छ होला सायद, र त्यसरी हाम्रो संरक्षक बच्चनलाल झा र हामी वडा सम्पूर्ण वडा सदस्यज्यूहरू, हाम्रा कलाकार, हाम्रा सराहनीय बहिनी, त्यस्तै सम्पूर्ण वडावासी दिदीबहिनीज्यूहरूलाई चाहिँ म हार्दिक स्वागतका साथ म मन्तव्य दिन चाहन्छु। हस्, धन्यवाद। उहाँलाई जोरदार तालिका साथ स्वागत गरौँ। धन्यवाद। खरै कार्यक्रम चलाइरहेको कस्तो लागिरहेको छ तपाईँलाई? हाम्रो सुगम बहिनीले चलाइरहेको छ, एकदम राम्रो छ नि। एकचोटि जोरदार तालिका साथ उहाँलाई सम्मान गरिरहेको आज हामी धेरै नै भाग्यमानी छौँ। हाम्रा देशकै
सबभन्दा शीर्षस्थ हाम्रो कलाकार हुनुहुन्छ, हामी सबैलाई माया गर्नुभएको हुन्छ, त्यसै प्रेरणाका स्रोत पनि हुनुहुन्छ। उहाँले गर्दाखेरि हामीले धेरै कुराहरू आज यहाँ मरिडी क्लबको कुरा गर्दाखेरि वर्षौँदेखि उहाँकै हामीले ख्याली देखाउने कलम पनि मरिडी क्लबको जमानादेखि गौगुमा ख्याली देखाउने कलमबाट जन्मेको क्लब हो। त्यति बेला यहाँ चाहिँ घनश्याम दाई, हेम काकाहरू, यहाँ चाहिँ पुष्पराजन, उहाँहरूले त्यसै पदनलाई हुन्छ। हामीले ठाउँ ठाउँमा ख्याली देखाउनेदेखि लिएर कार्यक्रमबाट नै सुरु भएको मरिडी क्लब आज हामीले प्रमुख अतिथि रूपमा हाम्रो मरमबालाई पाएको छौँ। त्यो नै हाम्रो लागि धेरै नै गर्वको कुरा हो। हामी सबै मरिडीका टोलवासी, 19वटा टोलवासी र काठमाडौँका टोलवासी यो ऐतिहासिक मरिडी राजामतीको गीत सुन्दाखेरि जहिले पनि यो मरिडीले सम्झाउँछ, मरिडी लगा हो या भनेर हामीले जहिले पनि यो राजामती सुटिङ पनि यही मरिडीमा गरेको थियो। त्यस्तो ठाउँ मरिडी, ऐतिहासिक मरिडीमा आज हामीले प्रमुख अतिथि रूपमा हाम्रा अति आदरणीय हाम्रा मरमबालाई पाएका छौँ। एकचोटि सबैले यहाँ उपस्थित भएका सबैले एकचोटि जोरदार तालीका साथ हाम्रो मरमबालाई सम्मान यस्तै अहिले भने जस्तै हामीले अहिले हाम्रा वडाध्यक्ष यस्तो पाएका छौँ, हाम्रो राजदाई, जसले अहिले काठमाडौँ महानगरपालिका पूर्वाधार समितिको संयोजक पनि हुनुहुन्छ। जति पनि अहिले हामीले काठमाडौँ महानगरमा धेरै काम भएको छ, त्यो कामलाई पारित गर्ने व्यक्ति पनि हुनुहुन्छ भने हामी 19वटा काठमाडौँको छिर्ने गेट नै हो, 19वटा पौराणिक गेट पनि हो। यो 19वटा क्षेत्रका वडाध्यक्ष नेतृत्व दायी हुनुहुन्छ। त्यस्तो व्यक्तिहरू हाम्रो राजदाईलाई पाएको छौँ। राजदाईको लागि पनि सम्मान हुने एकचोटि जोरदार तालीका साथै सम्मान गरिदिनु भने अनुरोध गर्न चाहन्छु। हाम्रो वडा सदस्यज्यूहरू आज चारैजना पाल्नु भएको, चारैजना वडा सदस्यज्यूलाई पनि एकचोटि जोरदार तालिका साथै सम्मान गर्न चाहन्छु। अहिले भने जस्तै हाम्रा मनमबाका छोरी सरानाजी डाइरेक्ट एयरपोर्टबाट यहाँ आउनुभयो, यो भन्नुको अर्थ हामीले कति माया गर्नुपर्छ, उहाँलाई पनि सम्मानका साथ आज हामीले यो सम्मान गर्दै गर्दाखेरि हामीलाई आजसम्म यहाँ दोहोऱ्याउने हाम्रा काका भाजा ठुलो बा सबै हाम्रा ज्येष्ठ नागरिकहरू यहाँ पाउनुभएको छ। उहाँहरूको आगमनले नै आज कार्यक्रम चाहिँ सफल भएको हामीले महसुस गरेका छौँ। यसको लागि सम्पूर्ण हाम्रा अति आदरणीय हाम्रा एकदमै अब आदरणीय व्यक्तित्वहरूलाई सम्मानित हुने व्यक्तिहरूलाई म बधाई दिन चाहन्छु। त्यसको साथसाथै अस्ति फुटबल पुस्तक गेम भएको थियो, आर्ट कम्पिटिसन भएको छ। आजको यो कार्यक्रम भनेको हामीले भर्खरै जन्मिएको सानो बच्चादेखि हाम्रो टोलका हाम्रा अभिभावकहरूलाई सबै सम्मान गर्ने कार्यक्रम राखेको छ। यो मरिडी क्लब हामीले हेर्दाखेरि यो 26 वर्ष पुरानो, 26 सुरु भएको 56 वर्ष, 55 नआएर 56औं वर्षमा पुगिसकेको यो क्लब हो। यो क्लबको पनि आफ्नो इतिहास छ र हाम्रो अब भनेको आजभन्दा धेरै वर्ष पहिले पनि हामी यो टिम चाहिँ अध्यक्ष भएका थियौँ। धेरै विभिन्न अध्यक्ष हामीले फेरि एकचोटि चलाएर अहिले पनि हामी नयाँ पुस्तालाई यो हस्तान्तरण गर्नलाई हामी लायक भएका छौँ र नयाँ पुस्ता बनाउनलाई पनि अब हामी बिस्तारै कार्यक्रम गर्दै यो लिडरसिप पनि हाम्रो नयाँ पुस्ताले तयार हुँदैछ। उहाँलाई नयाँ पुस्तालाई यो हामी हस्तान्तरण गर्दैछौँ। त्यसभन्दा अगाडि यो टोल भनेको, यो मरिडी भनेको यस्तो ठाउँ हो जुन चाहिँ हरेक परिवर्तनदेखि लिएर हरेक कुरामा आफ्नो भूमिका खेलेको छ। अनि यो काठमाडौँ महानगरमा यो एउटा पुरानो क्लब मात्र नभइकन यो क्लबले धेरै कुराहरू गरेको छ। कुनै जमानामा आन्दोलन हुँदाखेरि यो ठाउँमा चाहिँ तपाईँले हेर्नु भने 46 सालको आन्दोलन भएको ठाउँ हो। यहाँ धेरै आन्दोलनमा यहाँ धेरै व्यक्तित्वहरू यहाँ गोली लागेको छ। यहाँ हाम्रो प्रेमलाई नै हाम्रो सल्लाहकार पनि गोली लागेको थियो। यहाँ धेरै मान्छेहरू गोली लागेको थियो। यहाँ कर्फ्यू लागेको ठाउँ थियो। त्यसको अवस्थामा यहाँ लुटपाट हुँदाखेरि यही टोलवासीहरूले रातभरि यो ठाउँमा चाहिँ लच्छी लिएर हामीले साइरन बजाएर सुरक्षा दिएको ठाउँ हो। र आज यो भन्दाखेरि अहिले जेएनजीको चाहिँ पुस्तकको कुरा आएको छ, उहाँलाई त थाहा छैन। हामीहरू पनि हेर्दाखेरि त्यति बेला यो ठाउँलाई संरक्षण गर्नलाई यो ठाउँको कम्युनिटीसँग धेरै गाह्रो छ। अर्को एउटा यो ठाउँको राम्रो पक्ष भनेको यहाँका व्यक्तिहरू बाहिर गए पनि यहाँ आफ्नो सम्पत्ति कसैले पनि बेचेको छ। यहाँ पुरानै मान्छेहरूको आज पनि धेरै जसोको यहाँ बाहिर पनि घर छ, यहाँ पनि छ, तर पनि यहाँ माया गरेर यहीँ आउनु भएको छ। त्यसको लागि पनि यो एउटा, त्यसको साथसाथै हामी सबै
बाहिर भए पनि यहाँ भए पनि हामी यहाँ यही ठाउँको चाहिँ भोटर्सको रूपमा अहिले पनि हामी यहाँ चाहिँ किनभने हामी राइस दाई हुनुहुन्छ आजको दिनमा हामी शशि दाईलाई पनि सम्झाउन चाहन्छौँ हाम्रो शशिलाल श्रेष्ठ उहाँ बित्नुभयो उहाँ हुँदा पनि उहाँले पनि हामी कसैलाई पनि जहाँ गए पनि यो टोलको चाहिँ कहिले पनि माया नमार्नु भन्नुभएको थियो लास्ट प्रोग्राममा उहाँ आउनुभयो उहाँलाई सम्मान गरे त्यही समयपछि नै उहाँ हामी बिचमा रहनुभयो स्वर्गीय हुनुभयो आज उहाँलाई पनि सम्झाउन चाहन्छ त्यस्तै धेरै यस्तो व्यक्तित्वहरूले आज बनेको यो मरिनी क्लब अब हाम्रो एउटै मात्र इच्छा चाहिँ के छ भने हाम्रो यहाँ जग्गा छ जग्गामा अब यो वर्ष यो निर्माण के अरे जग्गामा हामीले क्लबको भवन अब रिक्रिएसन सिनियर रिक्रिएसन सेन्टर त्यसपछि बालबालिकाहरूको लागि चाहिँ खेल्ने ठाउँ र एउटा भवन चाहिँ हामीले डिजाइन गरेर नगरपालिकाबाट सबै देखिएको छौँ चाँडै नै यो एउटा पनि हामीले बनाउन सक्यो भने अब नयाँ पुस्ता जसले अब हाम्रो यो क्लबलाई ह्यान्डल गर्ने हुन्छ उहाँहरूले त्यो ठाउँलाई एकदम राम्रो ठाउँ त्यति मात्र नभइकन हामीले अब यो ठाउँमा जति पनि हाम्रा अग्रजहरू हुनुहुन्छ उहाँहरूको निःशुल्क आँखा शिविरदेखि कान शिविरदेखि त्यसो शिविर राख्नको लागि त्यो ठाउँ आवश्यक छ नियमित स्वास्थ्य परीक्षण गरेर त्यो ठाउँका हामी कसैलाई पनि कहीँबाट बाहिर जानु नपरोस् त्यो स्वास्थ्य उपचार गर्नको लागि हामीलाई कसैको पनि घर पर्नु नपरोस् भनेर हामी प्लानका साथ यो चाहिँ गरिरहेको छौँ यति भन्दै यो पुरानो क्लब धेरै पुरानो क्लब यति मात्र नभए पनि हामी सबै यङ जेनेरेसनहरूलाई पनि अगाडि बढाउँदै अब आजको यो कार्यक्रममा पाल्नु भएकोमा मरिनी क्लबको बारेमा यति नै भन्दै यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु धन्यवाद त्यसरी नै हामी बिच हुनुहुन्छ मरुहिटी क्लबको संरक्षक श्री सत्यनारायण टङ्गोल उहाँ अहिले उपस्थित नभए तापनि उहाँको लागि जोरदार ताली दिनु प्लिज उहाँ उपस्थित नहुनु भए पनि उहाँको प्रतिनिधि गर्दै उहाँको बहिनी आउनुभएको छ त्यसरी नै हामी बिच हुनुहुन्छ मरुहिटी क्लबकै संरक्षक श्री लक्ष्मण मोहन ध्वज जोशी उहाँलाई पनि जोरदार ताली दिउँ हामी बिच हुनुहुन्छ श्री हर्षवीर महर्जन श्री हर्षवीर महर्जनलाई पनि मैले स्टेजमा आमन्त्रण गरेँ उहाँको अनुपस्थितिमा उहाँको प्रतिनिधिले आयो पनि यो सम्मान लिनुभएको छ त्यसरी नै हामी बिच हुनुहुन्छ श्री बाबु काजी महर्जन र सँगसँगै मैले श्रीमती पञ्चमाया साक्यलाई पनि स्टेजमा आमन्त्रण गर्न खोजेँ उहाँलाई पनि जोरदार तालीले स्वागत गरौँ त्यसरी नै हामी अगाडि बढ्दै जाँदा श्रीमती मानसोभा साक्यलाई पनि स्टेजमा आमन्त्रण गर्न खोजेँ आवाज चाहिँ रोकिन नै भएन है त एकचोटि फेरि सबैजनाले जोरदार तालीले उहाँलाई स्वागत गरौँ सँगसँगै हामी बिच हुनुहुन्छ श्रीमती कान्छी देवी मालाकार
जोरदार तालीका साथ स्वागत गरौँ श्री अष्टरत्न बज्राचार्यलाई। श्री अष्टरत्न बज्राचार्य यदि हामी बीच अहिले उपस्थित हुनुहुन्छ भने स्टेजमा आउनको लागि मैले आमन्त्रण गरेँ। त्यसरी नै हामी बीच हुनुहुन्छ श्रीमती राधा मुनि, उहाँलाई पनि धेरै धेरै स्वागत गरौँ। एकचोटि सबैले जोरदार तालीले उहाँलाई अभिनन्दन गरौँ। हामी श्रीमती राधा देवी गोर्खालीलाई पनि स्वागत गर्दै गरौँ। हुनुहुन्छ श्री राम मोहन ध्वज जोशी, उहाँलाई पनि मञ्चमा मैले हाम्रो मञ्चमा श्रीमती छोरीमाया श्रेष्ठलाई पनि आउन मैले आग्रह गरेँ। मैले फेरि पनि त्यसरी नै हामी बीच हुनुहुन्छ श्रीमती कनक देवी बज्राचार्य, उहाँलाई पनि जोरदार तालीका साथ अभिनन्दन गर्नको लागि स्टेजमा अगाडि बोलाउँ। हामी त्यसरी नै श्रीमती माया देवी डङ्गोलाई पनि त्यसरी नै हामी बीच हुनुहुन्छ काठमाडौँ महानगरपालिका वडा नम्बर 20 श्री राजेन्द्र मण्डल, उहाँलाई पनि जोरदार ताली पुगेन। त्यसरी नै हामीसँग हुनुहुन्छ श्री चन्द्रमान डङ्गोल, वडा सदस्य वडा नम्बर 19 काठमाडौँ महानगरपालिका। हामी हाम्रो काठमाडौँ महानगरपालिका वडा नम्बर 19 को वडा सदस्य श्री दिनेश मान जोशीलाई पनि मञ्चमा अगाडि बोलाउन खोज्यौँ। सँगसँगै हाम्रो काठमाडौँ महानगरपालिका वडा नम्बर 19 को वडा सदस्य पनि हामी बिचमा हुनुहुन्छ श्री रञ्जिता परियार, उहाँलाई पनि जोरदार तालीले स्वागत
हाम्रा यी व्यक्तित्वहरूले गर्दा रहेको हाम्रो समाज टोलमा जति पनि हाम्रो विकासको काम भइरहेको छ यो सुशासनको लागि पनि योगदान दिने वर्षको समूहमा प्रथम स्थान हासिल गर्नुभएको छ। जोरदार तालीले मलाई स्वागत गरौँ विवेक राज भण्डारी। हाम्रो सबै विजेताहरूलाई एकचोटि जोरदार तालीले अभिनन्दन गरौँ। कुशल नेपाल, आर्यन राजधानी, अलि ताऊ त्यसरी नै हामी बिच हुनुहुन्छ कृष्ण, कुशल नेपाल, अभ्यास थापा, संबित श्रेष्ठ, खेलाडी त्यसरी नै हामीसँग हुनुहुन्छ त्यही टिमको दोस्रो खेलाडी विजेन्द्रमान गोर्खाली, हामीसँग हुनुहुन्छ श्री रमेश्वर महर्जन, हामीसँग हुनुहुन्छ विजेन्द्रमान गोर्खालीजी। त्यसरी नै स्वागत गरौँ श्री हामीसँग हुनुहुन्छ धर्ममान महर्जन, उहाँलाई पनि जोरदार तालीले अभिनन्दन गरौँ। हामीसँग हुनुहुन्छ वेलकम गर्न खोजेँ।
र सँगसँगै यस टिमको अर्को खेलाडी सेकेन्ड रनर अफ टिमको अन्तिम खेलाडी हामीसँग हुनुहुन्छ मनिष पी रत्न बज्राचार्य। हाम्रो सेकेन्ड रनर अफ टिमलाई एकचोटि जोरदार तालीले अभिनन्दन गरौँ न। माइक भन्छ होइन माइक अलिकति अगाडि समाइदेऊ न। भवन निर्माणको लागि हामीले जग्गा पनि प्राप्त गरेका त्यो जग्गामा हामीले पोल्ट्री क्लबको भवन तयार गरेर पोल्ट्री क्लबको क्रियाकलापहरू त्यहाँ सञ्चालन गरेर हामी सबै म एउटा यहाँ सबैको लागि हामी सबैको उद्देश्य त्यो मलको लागि प्राप्त जग्गामा हामीले घर बनाउनु पर्छ र त्यहाँ सबै हाम्रो क्रियाकलापहरू सञ्चालन गरेर यो मेरो सबैभन्दा ठुलो इच्छा हो। यसलाई सबैले सम्मान गरौँ, सबैले पाउनुहुन्छ। यति नै भनेर आज मेरो वक्तव्य यही पुर्याउँछु। स्वागत गरौँ न। पुरस्कार विजेता सम्मान कार्यक्रम मल्टिकलको अध्यक्ष मणि भाइ, त्यसै आजका प्रमुख अतिथि यस्त हाँस्य कलाकार नायकका आदरणीय सबै नेपालीको मनको ढुकढुकी हाम्रो मदन राई र त्यसै गरी यस क्लबका संरक्षक हाम्रा प्रदीप राई र उपस्थित सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनीमा सर्वप्रथम मेरो यहाँको अभिवादन नमस्कार। आज यस मल्टी क्लबबाट पुरस्कार र सम्मान कार्यक्रम गर्दाखेरि मलाई पनि आज जुन यस क्लबबाट सम्मान गर्यो, जहाँसम्म मलाई लाग्छ यो सम्मान र मायाले मेरो झन् जिम्मेवारी थप भएको जस्तो महसुस मलाई भएछ र मैले फेरि पनि धेरै मेहनतका साथ यहाँ 19 नम्बर वडामा जे जति विकासको काम गर्नु पर्यो मेरो यहाँ गर्नुपर्छ जस्तो मलाई आज झन् बढी महसुस भएको जस्तो मलाई लाग्छ र यो सम्मान दिनुभएकोमा सबभन्दा पहिला म मल्टी क्लबलाई यहाँ उपस्थित सम्पूर्णमा धन्यवाद दिन चाहन्छु र आज सम्मानित हुने जुन खेलकुददेखि लिएर चित्रकलादेखि लिएर जुन ज्येष्ठ नागरिकलाई सम्मान गरेकोमा उहाँहरूप्रति पनि म धेरैदेखि सम्मान गरेर बधाई दिन चाहन्छु र
विकासकै कुरा गर्दाखेरि म एक्लैले विकास गर्न सकिने होइन, सबैको सम्पूर्णको साथ पाएर मैले विकास गर्न सकेको जस्तै यो भवन बनाउँदाखेरि पनि यही हाम्रै भित्रकै एउटा उपभोक्ता समिति गठन गरेर हामीले बनाएको हो। उपभोक्ता समिति बनाएको जे पनि चिजहरू एउटा अपलोड हुने रहेछ र अपलोडको साथ जुन चिज बनाउनु चाहिँ राम्रो हुने बलियो पनि हुने रहेछ। त्यो कारणले अहिले हामीले जुन यो ठ्याक्क पार्ट चिजहरू भइरहेको छ एउटामा ढुङ्गा खाएर एउटा ब्लक लगाइरहेको छ। अहिले यस कार्यक्रमले पनि यो ढुङ्गा छाप्ने कामलाई पनि मैले उपभोक्ता समिति गठन गरेर नै त्यो काम सुरु गर्न यही 10-15 दिनभित्रै यहाँ सुरु गर्न लागिरहेको छु। र म सम्पूर्णलाई के भन्न चाहन्छु भने यो काम गर्दाखेरि सबैले अपलोड सम्झेर आफ्नै ठाउँमा बनाएको हो भनेर सम्झेर कसरी राम्रो गर्न सकिन्छ भन्ने एउटा भावना राखेर जुन चिजमा व्यक्तिगत रूपमा यो मैले देखेको जुन पेटीमा यो आफ्नो ट्याङ्कीहरू राख्ने त्यो चिज कृपया अहिले बनाउँदाखेरि त्यो हटाइदिनु हुनु पनि म सम्पूर्णलाई आफ्नो विनम्र साथ अनुरोध गर्न चाहन्छु। र भोलि कोही पर्यटक हाम्रो ठाउँमा हामी यो सम्पूर्ण क्षेत्रअनुसार परेको क्षेत्र पनि हो, किन ऐतिहासिक रूपमा हाम्रो मर्जी जुन ऐतिहासिक नामाकरण भएको हिजी पनि हो। र त्यस ठाउँमा कोही पर्यटक आउँदाखेरि आहा यो हाम्रो ठाउँ कसो छ हो भनेर राम्रो हो भनेर जान सक्ने र त्यस्तो बनाउनु पर्ने जस्तो भएको सबैले त्यसमा साथ सहयोग भयो भने हामीले बनाउन सकिन्छ। र बिना साथ सहयोग हामी के पनि काम गर्न सकिँदैन। खालि बजेटबाट भएर खालि पैसाबाट भएर काम गर्न सकिँदैन। जसमा सबैको उपलब्ध हुन्छ, जसमा मेरो ठाउँ बनाउनु पर्छ भन्ने जुन ध्यान हुन्छ त्यो ठाउँमा हामीले बनाउन सकिन्छ। त्यो कारणले म अहिले जुन पहिला अब यो 10-15 दिनमा यो पुरा काम सुरु हुन लागेको पनि तपाईँहरूलाई जानकारी दिन चाहन्छु। र अहिले म एउटा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम केही दिन पछि नै मैले ज्येष्ठ नागरिक भनौँ भनेर लाने वडाबाट कार्यक्रम गर्न लागेको छु। उक्त कार्यक्रममा को आउन इच्छा हुनुहुन्छ ज्येष्ठ नागरिकहरू हाम्रो रेणु कमल साई र रञ्जिता परिवारलाई तपाईँहरूको नाम ठेगानहरू चिनाइदिनु हुनु पनि अनुरोध गर्न चाहन्छु। र अब धेरै कुरा हाम्रो मर्जी क्लबको पनि आयो। मैले अब म वडा अध्यक्षको हैसियतले मैले भन्नै पनि कुरा हो, किनभने हामीले पहिला पनि यो सबै प्रोसेसमा गइसकेको। त्यो बेलामा हाम्रो एउटा के त्रुटि भयो भने हाम्रो प्राथमिक रूपमा के त्रुटि भयो भने हाम्रो चेष्टामा चाहिँ हाम्रो नाम कायम भइसकेको, तर हामीले लाभ बजार नसकेको हुनाले नगरपालिकाले लाभ बजार नभएको जग्गाले कसरी यो बजेट राख्ने भन्ने कुरा मैले अब यसपालिमा के मैले विचार ठिक छ नगरपालिका नराखे पनि मलाई वडाबाट आउने बजेट चाहिँ केही रकम राखेर यो वर्ष नै सुरु गर्ने भन्ने हाम्रो चाहिँ सोच छ। र मलाई जहाँसम्म लाग्छ यो कार्यक्रममा तपाईँहरूको पनि साथ सहयोग हुन्छ नि होला। र त्यो कार्यक्रम पनि हामी पनि त्यो ठ्याक्क प्रथा नगर्ने त्यो पनि हामी उपभोक्ता समिति त्यहीबाट सुरु गर्ने हो। किनभने जुन तपाईँले उपभोक्ता समिति गर्दा त्यही स्थानीयले बनाउँदाखेरि उपभोक्ता भएर त्यो बलियो हुन्छ, राम्रो सामानहरू प्रयोग गर्छ। ठेकेदारले गर्दाखेरि उसले फाइदाको हिसाबमा जान्छ, तर हामी फाइदाको लागि त केही कार्य गर्ने होइन। त्यही कारण यो मेरो अब यो कार्यकालमा अर्को वर्षको बजेटमा मैले यो पनि बजेट समावेश गर्ने तपाईँहरूलाई वचन पनि दिन्छ। र भोलि सँगसँगै गएर हामी सबै काम पनि गर्छ भन्ने म आफ्नो 2 शब्द यति गर्न धन्यवाद। ज्येष्ठ नागरिक चाहिँ जमिन का भएन नि राम्ररी सिके पिटीहरू लगेर नभए तपाईँले राम्रो बा जन्मन बाहेक बाहेक पारेर ट्युसन एउटा गयो दाजु चाहिँ छ परिवार चाहिँ पिटी गर्ने भएको जुन किताबहरू जो जीवनी किताबहरू मन भइदिनु पायो नानो बसुन्दैन झ्याएर छु मलाई कामहरू सिकल युवा ठाउँ अमेरिका जो हो अमेरिका क्या मान्छे मान्यता हो मन्दिरमा जो भाइ जो बराबर माको पुरस्कारले अब माकोमा गुली हुर्केमा चढ गए चढ यो कपुटी हो कपुट गर्छ माको छ त्यो यामा क्या ह्याप्पीमा ठिकै
के भगवान् बराबर क्या अमेरिका छैन हिमसर अमेरिकाले थुप्रो भन्ने जग्गा पनि अञ्चल हो हिमसिमको धेरै अमेरिका चाहिएन होला अमेरिका वर्ल्ड भयो अमेरिका बना ये नंबर देगा बताइए आप जहाँ गए तरगस्ती हो आलू कोबी बंदा और अपने देश में बस्नु राम्रो अरूको देशमा भन्दा होगा किन हजुर न्याय न क्या बड़ी जाति न्याय जैसे को ये विषय जो वना उन्हें दक्षिण चरण उन्हें चाला चरण उन्हें न्याय चरण उन्हें कैसे खाना ये कोई जो जो माया बाय माया तो और जीवन टाइप में बहुत सारे कोई करना क्या मैंने चला वो सामान फ्रॉम जो चेना सुमर जिया पर सुकन बनाया और ये सॉरी गारा हुआ सुनते पास है ना ताने जो देने में मैं काम हो गया था को ताको दुनिया तो ऐसे दोनों पार्किंसन जोड़ी शिकन जाने ताको कितने सनी को अप्लाई ना बैन करो बैन फिर अप्लाई ना कितने आदमी कितने सनी को अप्लाई तो और मार अरे वो ना मोटे मिल गया तो छुट्टी तो हर सो पंगा मिल गया मां एक्टिव जाओ कुछ काट लेना कहीं पर जाओ केदार की रहा मांगने पड़ती है नांगने पड़ती है दादा मैंने अच्छा मरो जी नागला मरो काठमाडौँ सोचता है राजमती में नागला इसको में आ रहा है एंटरटेनमेंट लाइफ हो में आ रहा है कसी दंधा पर में कमलाए पाए वे मां सिगुला पाया जाने देवती मिलाए वे मां राजमती 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 हाय बाबा राजमती मैं जो चिला तू यो फले निवती दू मिखा छिउ बाला बाला सना अथे कुली कुली राजमती वो चिला छिम पारे राजमती वो चिला छिम पारे तुम बानो घर जुना मरुही चिठेको ना राजमती लकावनी राजमती लकावना कबोलो तेलुपियाना ठसप्याको दही दिल छिनाके कबोलो तेलुपियाना ठसप्याला भोग